माथितिर लग्छु कहाँ छ पोखरा फेरि उता अर्को टाढा लग्छु कहाँ छ पोखरा सोच्दा यहाँ 20-30 हजार पैसा सकी गयो यो मान्छेहरुको मम्मीसँगको मेरो कस्तो ब्युटिफुल फोटो आएको छ तपाईहरुले माछाले खाला है नखाने भन्दा यहाँ जबरजस्ती यहाँनिर खुवाउनु भयो तर फ्रीमा होला भनेको त पैसा पनि लिनु हुँदैछ म ड्राइभर तिमी खलासी क्या मलाई नि तान्नु ल र खाना चाहिँ हामीले बाहिर स्पोन्सरको लागि आइरहेको थियो तर ब्याड लक त्यो खाना चाहिँ हामीलाई जुरेन माछा हेर्नुहोस् ठ्याक्कै आइपुग्ने बित्तिकै एक्सट्रिमली पो वेलकम गर्नुहुन्छ त Hello everyone. So good morning all from beautiful Pokhara and guys आज चाहिँ हाम्रो पोखरा बसाएको तेस्रो दिन यानी कि अन्तिम दिन सो आजको हाम्रो डे चाहिँ लेक साइड फेवाताल भिजिट सँगै सुरुवात हुन गइरहेको छ एन्ड आफ्टर फाइनली हामीहरू चाहिँ पोखरा टु केटीएम सम्मको ट्राभलिङमा निस्किरहेछौँ विथ माई फ्यामिली मेन मम्मी अनि दिदी फेना सो हाम्रो आजको फेवाताल भिजिट टाइम एन्ड ट्राभलिङ टाइम कस्तो रहँदैछ त्यो थाहा पाउनको लागि चाहिँ तपाईहरुले अन्तिमसम्म भिडियो हेर्नु नै पर्ने हुन्छ सो किप वाचिङ साथीहरु हामीहरू चाहिँ फाइनली हैन यो प्लेसमा छौं बिहानको टाइम एकदम घाम चम्किलो लागिरहेको छ त्यही भएर ए जाउँ त मम्मी सबैजना मामे हामी कहाँ छ छाता पसलमा आइपुग्यौँ हैन तपाईलाई कुन कलरको छाता मन पर्यो सेतो पनि मन पर्छ रातो पनि मन पर्छ सबै मन पर्छ एउटा छान्नु एउटा म लिदिन्छु तपाईलाई ल सेतो र मलाई रातो दिनु रातो ल म टिपेर दिन्छु आउनु दिदी भेना पनि आउनु हामी कता पो छौँ अहिले पोखरा होइन यो पोखरा त पोखरा हो क्या यो पोखरा पनि होइन साथीहरू यो कास्की जिल्ला हो होइन अनि उहाँहरू चाहिँ कहाँ छ भनेर उता माथितिर लग्छु कहाँ छ पोखरा फेरि उता अर्को टाढा लग्छु कहाँ छ पोखरा अनि फेरि यहाँ आयौँ साथीहरू हामी चाहिँ अब ब्याक टु हामीहरू चाहिँ निस्कँदैछौँ यहाँबाट यस्तो ब्युटिफुल ठाउँ यहाँदेखि चाहिँ हामीहरू निस्कँदैछौँ फेवातालको लागि बम बोले अब हामी फेवातालतिर बोट खेल्न हिँडेको साथीहरू हेर्दै गर्नुहोस् ल मम्मीसँगको मेरो कस्तो ब्युटिफुल फोटो आएको छ तपाईहरुले मेरो सृजना सारा फेसबुक पेजबाट हेर्न सक्नुहुन्छ यहाँको माहौल यस्तो छ टिकट यहाँनिर लिनुपर्छ कसरी हामी चाहिँ बोटिङ गर्नको लागि रेडी भन्नु हेर्नु जाउँ यता आउनु लु आउनु भएन आउनु चल है हेर्नु है अब कता भ्यूहरू हेर्नु ल तलाउनु गयो फाइनली गयो हाम्रो जल यात्रा सुरु भइसक्यो साथीहरू एकदमै ह्याप्पी फिल गरेर इन्जोय गरेर मम्मीको चाहिँ माथि आयो यो गर्नु हुँदैछ त्यो त्यसरी बस्नु भयो अनि यस्तो खुल्ला बस्नु न अनि हुन्छ यस्तो घर चाहिएको अरे तर त्यसमा चाहिँ भिडियोहरू गर्न चाहिँ अलिकति खुल्ला राम्रो फोटोहरू खिच्न देखिँदैन भनेर चाहिँ मैले यही फाइनल गरेँ जाँदैछु कपड मम्मी तलपट्टि बस्नु तलपट्टि बिस्तारै सर्नु त ए अनि दिदी माथिल्लोपट्टि कहाँ अनि फोटो खिच्न राम्रो आउँछ नि त तपाईँ तलपट्टि दिदी माथि भित्तामा जानु हुन्छ क्रस दिदी माथितिर सर्नु छ नडराइसर्नु नि डराउनु हुँदैन अझै तलतिर अझै जानु न हौ मिलाउनु हुन्छ क्या यत्रो नडराउनु न अनि दिदी भित्तामै जानु भित्तामै जानु न ओ ल दिदी अब ए भेना अब देखिनु भयो नि त
फाइनली हामीहरू यता आइसक्यो अब ब्याक टु फाइनली तालबराही मन्दिर इन भइसक्यो। अब यहाँनिर मन्दिर दर्शन गर्नुपर्ने हुन्छ साथीहरू। यता माथि माथि हो मन्दिर हजुर यहाँ टाढैबाट हो तपाईँहरू घर। जुत्ता चप्पलहरू चाहिँ यहाँ यसरी राख्ने ऱ्याक कस्तो राम्रो रहेछ। अन्त I miss you also watch Limbu and Kamal bro. त्यो सानो चाहिँ गर्नु मम्मीहरू जाँदै हुनुहुन्छ दर्शनको लागि। यता हेर्नु ल राम्रो 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 विश गरेर आउनुहोस्। जानु भइसक्यो। म चाहिँ जाँदिनँ किनभने मेरो मनदेखिको एकदम प्योर अल द टाइम सबै गडहरूको लागि सबै गडहरूलाई विश मागिरहेको प्रे गरिरहेकै हुन्छु होइन। एकदम गुड हार्ट प्योर हार्ट बनाएर त्यही हो मेरो लागि चाहिँ। सुज ऱ्याक फेसिलिटी वाउ। अनि यता चाहिँ पयोहरूले हगिदिन्छ नि। यता चाहिँ फेरि यता छ नि साथी बोटिङ भइरहेको छ। माछा ओ माई गॉड माछाले खाला है माछाले खाइदेला भाला भने तिरले क्या तिरले हजुर फोटो यो फोटो एउटा कति हो 700 अब घुम्दै घुम्दै लैजाम हामी टिप्स थप्छौं। अहिले हल्का घुमाउँदै घुमाउँदै लग्न हामी पैसा एक्स्ट्रा थप्छौं। ल यो तर यसलाई राउन्ड हानेको राम्रो हुन्छ अरे नि है। ल पोखराको यति सुन्दर ठाउँ कसरी क्रिएट भयो होला सोच्दा सोच्दा यहाँको हाम्रो बसाइ टाइम पनि सक्यो। त्यो के भन्छ यो व्हाइट गुम्बा त्यति ठुलो कसले बनायो होला। उता के भन्छ त्यो पुङ्गीकोटको शिवजीको मूर्ति कसले बनायो होला। यो पोखरामा जमिरहेको पानी कहाँबाट आयो होला अनि कता जान्छ होला भनेर सोच्दा सोच्दा यहाँ 20-30 हजार पैसा सकिगयो यो मान्छेहरूको। साथीहरू हामीहरू चाहिँ अब पोखरामा फुल मस्ती फुल इन्जोय फुल इन्टरटेन गरिरहेका छौँ अहिलेसम्म। तर अब केही समय पछाडि चाहिँ हामी यहाँदेखि लगत्तै निस्किनु पर्ने हुन्छ। त्यही साथीहरू अगेन यहाँ माथिको व्हाइट गुम्बा चाहिँ हामी पुग्न सकेनौँ। मैले फर्स्ट टाइम आउँदाखेरि चाहिँ भिजिट गराएको थिएँ तर त्यहाँ हिँड्नुपर्छ भनेर हाम्रो मम्मीलाई गाह्रो भइरहेको थियो। हामीले मम्मीको लागि हामीले प्लान क्यान्सल गऱ्यौँ। त्यस पछाडि पुङ्गीकोट अनि त्यस पछाडि उता देवीज फल अनि गुप्तेश्वर गुफा त्यस पछाडि सारङकोट हामी सबैले भिजिट गऱ्यौँ। अब यस्तो त्यो भिजिट गरिरहँदाखेरि पनि पुरै दिमागमा ख्याल आउने क्या कसरी 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 भन्दाखेरि 13 बाजेको यसरी भन्दै यहाँ पैसा त सक्यो। अब कोही कसैले भनिदिएन 13 बाजेको यसरी भन्दै अब हाम्रो यहाँनिर सोच्दा सोच्दा पैसै सकिसक्यो। यो पानी यसरी यहाँ यति ठुलो कसरी जमिराखेको होला कहाँबाट आउँछ कता जान्छ त्यो सोच्दा सोच्दा यहाँ हाम्रो 900 पैसा अहिले सक्यो। अझै यहाँ टिप्स पनि पो अरे अझै दिनुपर्ने अरे हो। अनि हुन्छ यहाँ सोचेर धेरै नबस्छौँ यहाँ अब सोच्दै गाडीमै जाउँ। अब काठमाडौँ कतिखेर पुग्ने होला भन्दै बरु जाँदा फाइदा हुन्छ जस्तो लाग्यो साथीहरू। त्यसले गर्दाखेरि गफमा यहाँ आइपुगेको थाहै हुँदैन यस्तै हो। तर
फुल इन्जोय गर्नुभयो मम्मी दिदी भेना सबैजना खुसी अनि यसमा म झन् डबल खुसी अनि अब दिदीको त्यही छोरा अब को क्षितिज बाबुको विश अनि करुणा अरुणा सबैजना कान्छी छ्यामा भएपछि हामीलाई बाबुआमाको लागि ढुक्क नो टेन्सन अनि म पनि अब यतिको बोलेन यतिको इन्टरटेन गरेन भने त यसरी बस्नु हुँदैछ उहाँहरू हो त्यसरी बस्नु त्यही भएर यहाँ हँसाउनु पर्यो बोल्नु त पर्यो भनेर चाहिँ ल साथीहरू फाइनली हामी आइपुग्यो अब यहाँबाट निस्कनु पर्ने हुन्छ है त हामी जहाँबाट गएको त्यहीँ आइपुग्यौँ ठ्याक्कले 900 अनि अब यहाँ कति टिप्स यहाँ दिनै बाँकी छ सो साथीहरू थ्याङ्क यू हेर्दै गर्नुहोस् होला श्रीस एन्टरटेनमेन्ट युट्युब च्यानल एप्पल पाई चक्लेट पाई हो एप्पल पाई मलाई पनि एप्पलै दिनुहोस् कति हो महँगो भने त फेरि हामी त गरिब छौँ यता पनि एउटा उहाँ धनी भइसक्नु भयो कति हो 320 नखाने भन्दा यहाँ जबरजस्ती यहाँनिर खुवाउनु भयो तर फ्रीमा होला भनेको त पैसा पनि लिनु हुँदैछ यस्तो पनि गर्ने हो फ्रीमा तपाईँको ठाउँ ठेगाना दिनुहोस् म अर्कोचोटि लिन आउँछु ए हो ल भयो ल बाबा थ्याङ्क यू एप्पल पाई मम्मीको चाहिँ के छ सबैको सेम हो खै यता देखाउनु त सबैको सेम रहेछ म दिदीको चाहिँ चक्लेट रहेछ बोल्नेको पिठो बिग्छ न बोल्नेको चामलले बिग्दैन भयो अनि यसको बिकाइदियो ए चामल अब हामीलाई भोक पनि लागिरहेको छ क्या अलिअलि है अब हामी एकैचोटि माइली दिदीको के अरे थकाली भान्साघर समथिङ के छ त्यस्तै अब त्यहाँनिर हामी एकैचोटि गएर खाना खान्छौँ त्यस पछाडि हामी काठमाडौँको लागि निस्कन्छौँ तालबाट चाहिँ अब होटल मन्जिल आइपुगिसक्यौँ यहीँ त हो अनि त्यस पछाडि हाम्रो चाहिँ ट्याक्सी चाहिँ अलिकति बिजी भएको कारणले गर्दाखेरि अर्को ट्याक्सी भन्नु पर्यो ल सर ल ओके फेरि भेटौँ ल फाइनली हामी हाम्रो मन्जिलमा आइपुगिसक्यौँ होइन यहाँनिर आउँदाखेरिको राम्रो पिस लाग्ने भनेको चाहिँ यही हो 3 धारा हो 3 धारामा आइपुग्यौँ होटल मन्जिल ल चढिहालौँ कि यहाँनिर बस्नु त म फोटो खिचिदिन्छु तपाईँहरूको साथीहरू फाइनली हामीहरू चाहिँ अहिले ठ्याक्कै कति बज्यो 12 बजेको टाइममा चाहिँ ब्रेकफास्ट गरिरहेको छौँ अब टक्कसँगले यतातिर हाम्रो सामानहरू अनि ट्याक्सी बाहिर आइसकिसक्यो अब खाना खाँदै हामीहरू चाहिँ उता के भन्छ बस पार्कसम्म पुर्याइदिनुहुन्छ अनि 12:30-1 बजेसम्ममा हामी यहाँबाट हिँडिसकेको हुन्छौँ है हामी यही होटलमा बसेको होटल मन्जिल यता छ है ल छोड्दैछौँ अब हेलो साथीहरू हामीहरू चाहिँ उता तालबाट डाइरेक्ट रुम आएपछि रुममा हामी अगाडि ताल जानुभन्दा अगाडि नै प्याकिङ सबै हाम्रो फिनिस्ड कम्प्लिट भएको थियो अनि आइसके पछाडि हामी एकैचोटि खाजाहरू त्यहाँ खायौँ केही नखाइकन कि होटललाई छोड्ने जस्तो भएर खाजाहरू खायौँ र खाना चाहिँ हामीले बाहिर स्पोन्सरको लागि आइरहेको थियो तर ब्याड लक त्यो खाना चाहिँ हामीलाई जुरेन अनि त्यस पछाडि अब चाहिँ हामी यत्तिकै गइराखेको छौँ अनि हाइस गाडी छ अनि टिकट 4वटा लिएर हामी चाहिँ निस्केको अब काठमाडौँको लागि आमामा हेर्नु मम्मी त उता गाडीहरू पुरै यस्तो छ कि परतिर अनि गाडीहरूमा पुरै बिजी मम्मी चाहिँ भ्यू हेर्दै हुनुहुन्छ यहाँ गाडीको अनि ल ह्याप्पी जर्नी मम्मी थ्याङ्क यू भन्नु ह्याप्पी जर्नी मम्मी थ्याङ्क यू भन्नु थ्याङ्क यू सारङ्की हो
अनि त्यही हो साथीहरू अब चाहिँ हामीहरू डाइरेक्ट जान्छ म सुत्न पनि मलाई कति दिनदेखि म मजाले सुतेको पनि छैन आकाशलाई चाहिँ थाहा छ पनि म मजाले सुतेको पनि छैन म पुरै म चाहिँ एकदमै त्यो निन्द्रा एकदम बर पेरिराखेको छ म सुत्छु मेबी एकैचोटि म काठमाडौँमै पुगेर पनि भ्लग अब चाहिँ क्यामेरा अन गर्न सक्छु वाचिङ है त साथीहरू हेलो साथीहरू यो चाहिँ अब हामी लगभग हामीहरू चाहिँ अब पोखरालाई छोड्दै जाँदैछौँ अन्तिममा अझै पनि तपाईँहरूको लागि यो सुन्दर हिमालको दृश्य ब्युटिफुल म यहाँ थोरै लिँदैछु है त्यो फुटेजहरू कस्तो राम्रो हिमाल देखिरहेको छ क्या अब 2-4 दिनपछि म सरासर भ्लगहरू ल्याउँछु यताको 3वटा भइसक्यो हामी मर्स्याङदेखि खोला तल्लोपट्टि माथिल्लोपट्टि तल्लोपट्टि टाढै टाढो एकदम बजार जस्तैमा आइपुग्नु त हो यो बाटो चाहिँ भिड छ है साथीहरू जङ्गलहरूको बिचमा मर्स्याङदेखि खोला अनि खोलाको यस्तो साइडमा बाटो सनाना अनि मसँग आउनुभएको उहाँ सरले त यही बाटो आउनुहुन्छ भन्नुहुँदै थियो त अर्कै बाटो चाहिँ कतातिर रहेछ सुतेर भर्खर उठेको है गाइस कहाँ पुग्न आँट्यो पनि नट नो साथीहरू हामीहरू चाहिँ यतिखेर मलेकमा ठ्याक्कै यहाँनिर ब्रेकफास्टको लागि रोकिरहेको छ अनि यहाँनिर चाहिँ माछा मलेकको माछा भनेर एकदम छ नि माछा किन्न गइरहेको छु तपाईँहरू यहाँनिर अर्डर आउँछ खानु मै माछा लिएर आउँछु नि त ल तर हेर्नु न भेना यहाँ टाइम लाग्छ नि त मलेकको माछा भेना र म चाहिँ माछा मार्न हिँडेको यो माछा कसरी हो हेलो कसरी हो यो यो सानोहरू ओकोङा भेना यो कति अक्टेट पुग्छ एक छाक एउटा दिनुहोस् ल हुन्छ होला लु ठ्याम्मै माछा माछा हेर्नुहोस् त फेरि तपाईँ ड्राइभर हो म चलाउँदैछु कान्छी आमा खतरालु आमा कडा कुरा आयो म ड्राइभर तिमी खलासी क्या मलाई नि तान्नु ल साथीहरू फाइनली हामीहरू चाहिँ काठमाडौँ जिल्ला आइपुगिसक्यौँ काठमाडौँ जिल्लाको पनि हाम्रो सुमन भाइको काठमाडौँको घरमा आइपुग्यौँ होइन अनि यहाँनिर आउनु बित्तिकै अनि ठ्याक्कै आइपुग्न बित्तिकै एक्सट्रिमली पो वेलकम गर्नुहुन्छ त चारजना छ हौ चारजनालाई खोइ 2जनालाई किन छुट्याउनु हो त्यही हो साथीहरू आजको डे बिहानदेखि नै एकदम फुल मस्ती पोखरा फेवाताल भिजिटिङ त्यस पछाडि चाहिँ हाम्रो यताको ट्राभल थियो त्यो रमाइलो भयो रमाइलो भन्दा पनि
जाम त के साह्रो हौ